घर भुइँचलोले घर भत्कियो अनि मम्मीहरू जानुभएको थियो। जस्ताको टरा थियो, पानी चुन्थ्यो, त्यसै कारणले अनि मम्मीहरू जानुभयो अनि आएको। बिहे 15 वर्ष हुँदाखेरि भएको हो। त्यस्तै अब परिस्थितिले त्यस्तै गरायो अनि त्यही भएर त्यो अब सानै उमेरमा थाहा भएन अनि बिहे भयो। पेटमा बच्चा आउँदा ठिकै थियो। बच्चा पाइसकेपछि यस्तो मुटुको रोग लागेको। खै डक्टरलाई देखाउँदा पहिल्यैदेखि थियो भन्छ, तर मलाई त्यो थाहा थिएन। बच्चा पाइसकेपछि 81 सास फेर्न गाह्रो भयो। अनि 6 महिनामा चेकअप गर्न जाँदाखेरि एकैचोटि 13-14 हजार लाग्छ। ऋण गरेर लिएर गयो, अर्कासित सापट माट लिएर गयो। अनि अझै काम भएपछि तिर्ने भनेर सापट गरेर लिएर गयो। बिरामी भक्कै हुन्छ। धेरै बिरामी हुन्छ। महिनाको त्यस्तै 3-4 हजार लाग्छ उपचार गरेर गर्नुपर्छ। काम गर्न जाँदिनँ। यसको बाबाले अलिअलि कमाउनुहुन्छ, त्यसबाटै कहिले काम हुन्छ कहिले हुँदैन। अनि त्यसबाटै अलिअलि खाने, अलिअलि दबाई गर्ने। सोच्न त सोचेको छ नि, सोचेर के गर्न। अब पैसा हुँदैन, बच्चा पढाउनु पर्छ। सोचमा भविष्यको धेरै कुरा सोचेछ, भए पनि पैसाहरू खर्चहरू छैन। अब पछि कमाउने अनि त्यस्तै भविष्यको केही सोच मात्रै त